भएका त्यहाँका गरिब निमुखा जनतामाथि अत्याचार गर्ने सरकारी निर्णय होस् 100 रुपियाँको, या न्यायालयमाथिको हस्तक्षेप होस्, या विद्यार्थी ट्रेड युनियन लगायत सबै लोकतान्त्रिक अधिकारका विरुद्ध सरकारले तरबार उज्याइरहेको कुराका विरुद्ध हामीले क्रमशः सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र अनि आम जनतालाई पनि आन्दोलनको निम्ति तयार पार्दै लगेका छौं। बुझिराख्नु होला, यो आफै स्वतस्फूर्त भएको छैन। सुकुम्बासी आन्दोलन तपाईँ हेर्नुभयो भने बुटोलदेखि जनकपुर, पूर्वदेखि पश्चिमसम्म जसरी अगाडि बढ्दैछ, यो स्वतस्फूर्त मात्रै होइन, यसमा सचेत रूपले हाम्रो पहल पनि छ भन्ने कुरा पनि म तपाईहरुलाई राख्न चाहन्छु। ओए प्रचण्ड के हो त, सुकुम्बासी उचालेर धेरै हिरो बनाएको छैन, मर्न लाग्यो सुड्डो। अहिले बोल्छस् नयाँ सरकारको बारेमा, धेरै बोल्छस्। तेरो आन्दोलनमा को चाहिँ आउँछ र तेरो त्यही झोले झाम्टे भिचुवा रौसी खानी मासु भित्न नपाएको त्यसै होला नि तेरो आन्दोलनमा आउँछ। राम्रो मान्छे त आउँदैन। पहिले देश लुट्नुसम्म लुटेर गरिब बनाएर हामीलाई यसरी खाडीमा काम गर्न बाध्य बनाएको छ, चर्को घाममा। तँलाई प्रचण्डे बढी बोल्छस्। स्विजरल्यान्ड बनाउँछु भने सबभन्दा गरिब देश बनाएर छोडिस्। भाते